नमस्ते अनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानल द एट रिडरमा थोरै कविता र थोरै कथा। चमेलीको फुल। मेरो घर जाने बाटोमा दाहिने पारेर केही चमेलीका बोटहरू छन्। अति सुन्दर सेता साना फुलहरू र मनमोहक सुवास। विद्यालयबाट घर फर्कदा धेरै बेर तिनी बोटहरूलाई हेरेर उभिन्थे म। लाग्थ्यो फुल न हो, सुन्दर र मगमगाउने फुल। वसन्तको सुरुवातसँगै बाटो हिँड्ने बटुवाका लागि स्वागत गर्थे। साँझ पख बाटोभरि झरिरहेका हुन्थे, तर बिहानीमा हेर्दा लाग्थ्यो झरेका भन्दा धेरै फेरि फुलिसके। यो सानो जिन्दगीको रमाइला पल त्यस चमेलीका फुलहरूको। आज हेर्दा लाग्छ त्यस बोटलाई फर्किएर कुरेर हेर्ने कोही छैन। यस व्यस्त जीवनमा समय कसैसँग छैन। त्यस चमेलीको बोटले के देखे होलान्? मानिसका सुख दुःख हाँसो आँसु सारा। मेरो जीवन पनि त्यस्तै होस् चाहन्छु म। फेरि फर्केर त्यस बोटलाई सोध्न चाहन्छु म, ए चमेलीको बोट, भन के देख्यौ आज?